सुन्नुभो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको कति कथाको वर्णन गरिन्छ भने देखे। संकितमान राजा परीक्षितका उपरमा सुखदेवले कथाबाट प्रवचन दिनुभएको छ। अब 15औं अध्यायको बीचमा र वैदिक तान्त्रिक मिश्रित आदि गरिएका मन्त्रहरू हुन्छन्। वैदिक भन्नाले वेदले बताएको मन्त्र बाबु उद्धवजी, अनि तान्त्रिक भनेको तन्त्र शक्तिको मन्त्र, मिश्रित भनेको अर्थात् त्यसलाई समायोजन गर्ने मन्त्र। यस्ता मध्येमा तिनै मन्त्रले ध्यानलाई विशेष जोड दिएको छ। ध्यान बिना न खेती नै हुन्छ, न त व्यापार नै हुन्छ, न जब परीक्षामा पास नै हुन्छ, न यस कार्यमा नै सफल हुन्छ। सबै ठाउँमा ध्यानको आवश्यकता छ। यदि ध्यान भएन भनेदेखि त्यो कार्य असफल हुने हुनाको कारणले ध्यान दत्त चित्त लगाउनु पर्छ। सबै विषयका लागि सफल हुनाको निमित्त मानिसले चाहेको खण्डमा सबै कुरा सफल हुन सक्छ, तर ध्यानपूर्वक चाहनुपर्छ। यदि ध्यानपूर्वक चाहेन भनेदेखि केही कुरा सफल हुँदैन। शनि पन्थ पर्वत लङ्घनम भनेको छ। एकदम जब यसमा प्रयास गरिरह्यो भने, ध्यानपूर्वक चित्त लगाएर काम गर्यो भने सबै काम सफल हुन सक्छ, नहुने कुरा केही हुन सक्दैन। शनि पन्थ पर्वत लङ्घनम भनेको छ। एकदम जब यसमा प्रयास गरिरह्यो भने, ध्यानपूर्वक चित्त लगाएर काम गर्यो भने सबै काम सफल हुन सक्छ, नहुने कुरा केही हुन सक्दैन। तर यस किसिमबाट जब आफूले मात्रै चाहेर कुनै हुनेवाला छैन, तर त्यसमा जब ध्यान दिनुपर्छ, जब प्रभावकारी ढङ्गले भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो। अणिमा महिमा लगीमा प्राक्य प्राकृष्टमा आदि गरेका सिद्धिहरू हुन्छन्। सबै सिद्धि मध्येमा उत्तम प्रकारको सिद्धि भनेको के हो भनेर सोद्धाखेरिमा सबै सिद्धिलाई जितेर जान सक्ने उत्तम प्रकारको सिद्धि भनेको जब त्यसमा ध्यानले पूर्ण गरिएको निश्चित र निर्णयको सिद्धान्तलाई अँगालो हाल्न सक्दछ, जो त्यो नै मुक्तिको मार्ग हो भनेर निर्णय गरिबक्छु। अनि भगवान हजुरले छोडेर सवारी भइसकेपछि मैले कलकलाई कहाँ कहाँ कसरी सम्झने भनेर सोध्नेवाला प्यारो साथी उद्धवलाई भगवान परब्रह्म परमात्मा आज्ञा गर्नुहुन्छ। सुन बाबु उद्धवजी, यही कुरा जब अर्जुनले कुरुक्षेत्रमा सोधेका थिए, त्यही कुरा तिमीलाई म बताइदिन्छु। सुन, अक्षरमा यस किसिमबाट जब मेरो महाराज अब यदि भइसकेपछि अक्षरमा अकार भनेको म हो, मन्त्रमा ओमकार भनेको मलाई सम्झ। त्यसपछिबाट फेरि देवतामा इन्द्र बनेको म हुँ, वसुमा हव्यबाट आदित्यमा विष्णु, रुद्रमा नील लोहित, महर्षिमा भृगु, राजर्षिमा मनु, देवर्षिमा नारद, धेनुमा कामधेनु, सिद्धेश्वरमा कपिल, पंक्षीमा गरुड बनेको म हो, प्रजापतिमा दक्ष, पितृमा अर्यमा बनेको, दैत्यमा प्रहलाद भनेको म हो, नक्षत्रमा सोम, यक्षमा कुबेर भनेको म हो, हात्तीमा ऐरावत भनेको म हुँ, अनि जलचरमा वरुण भनेको म हो, प्रकाशमानमा सूर्य भनेको म हुँ। त्यसपछिबाट मनुष्यमा राजा भनेको म हो, घोडामा उच्च श्रवा भनेको मलाई सम्झ, धातुमा सुन भनेको म हुँ। त्यस्तै प्रकारबाट जब सर्पमा वासुकी, नागेन्द्रमा शेष, सिंहदृष्टिमा सिंह, आश्रममा सन्यास, विश्व ब्रह्माण्डमा म नभएको ठाउँ कहीँ पनि छैन, तीर्थमा गङ्गा, यज्ञमा ब्रह्म यज्ञ बनेको म हो, जलथल दुवैमा हरि दर्शन दिन आइदेऊ है मोरारी, जलथल दुवैमा हरि दर्शन दिन आइदेऊ है मोरारी, जलथल दुवैमा हरि जलथल दुवैमा हरि दर्शन दिन आइदेऊ है मोरारी, जलथल दुवैमा हरि दर्शन दिन आइदेऊ है मोरारी, मारे दर्शन दिन आइदेऊ है मोरारी, जलथल दुवैमा हरि दर्शन दिन आइदेऊ है मोरारी, जलथल दुवैमा हरि दर्शन दिन आइदेऊ है मोरारी। जलथल दुवैमा हरि दर्शन दिन आइदेऊ है मोरारी, हरे दर्शन दिन आइदेऊ है मोरारी, दर्शन दिन आइदेऊ है मोरारी। बाहिर खोज्दा ईश्वरलाई कहिले भेटाइन, बाहिर खोज्दा ईश्वरलाई कहिले भेटाइन, खोज्दा छैन भएदेखि किन पाएन, जलथल दुवैमा हरि दर्शन दिन आइदेऊ है मोरारी, जलथल दुवैमा हरि दर्शन दिन आइदेऊ मोरारी, जलथल दुवैमा हरि दर्शन दिन आइदेऊ है मोरारी, जलथल दुवैमा हरि दर्शन दिन आइदेऊ है मोरारी।
जल थल दुवै मारे दर्शन दिन आइदेऊ है मोरा रे अरे दर्शन दिन आइदेऊ है मोरा रे दर्शन दिन आइदेऊ है मोरा रे। महाराज परीक्षितलाई कथाको प्रमाण यथार्थ प्रमाण गरी बक्सु भन्ने सम्मानको कथा यस अध्यायबाट जय बोलो प्राणको